सो हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो यस युट्युब च्यानलमा एन्ड तपाईहरु सन्चै हुनुहुन्छ भन्ने मैले आशा गरेको छु। म पनि सन्चै त छुइनँ। म भर्खरै साइकल राइडिङ हानेर आएको शङ्करबेलीदेखि यहाँ इचलसम्म एन्ड असिन पसिन भएर हैन गाइस एकदम कपाल चाहिँ फुस्रो फुस्रो भइरहेको थियो क्या। त्यही भएर यसो पानीले मुख धुइदिएर अनि यसो हल्का हेन्ची भनिदिरहेको क्या। यसो अब सब्सक्राइबरहरू बढाउनु पर्ने त्यसै हेन्चीको कारणले बढ्छ कि भनेर यसो गरिदिएको होइन। एन्ड यो चाहिँ मेरो ट्रेनिङ हल हो, हेर्नु सक्नुहुन्छ। यहाँ पङ्खा पनि छ होइन, सिलिङमा पङ्खा पनि छ, 4वटा पङ्खा छ, लाइट पनि छ एन्ड स्टेज पनि छ। खासमा यो चाहिँ कार्यक्रमको लागि राखेको चेयरहरू पनि छ। एन्ड यो चाहिँ हाम्रो यो म्याट हो अनि यो बक्सामा चाहिँ हाम्रो सामानहरू छ अनि त्यो कोइनहरू एक्सर्साइज गर्नुको लागि होइन। अनि यहाँ छ गेट पछिको बाहिर हाम्रो मन्दिरहरू एन्ड प्लेग्राउन्ड छ होइन। बिकज यो चाहिँ इचोलको हो, इचोलको किड्स बच्चाले खेल्ने प्लेग्राउन्ड हो। यहाँ ठुलोहरूले नि आएर एक्सर्साइज गर्छ होइन, बुढापाकाहरूले। एन्ड गाइड्स होइन, यहाँ चाहिँ तपाईँहरूलाई पनि यो ठाउँ मनपर्छ भने आउनु होला, किनभने यहाँ यो बच्चा बुच्चीहरूको लागि खेल्नुको साथसाथै यहाँ कराटे पनि सिकिन्छ। एन्ड यो यहाँ चाहिँ अब बढालेर होइन गाइड्स, यहाँ बढालेर अब म्याचहरू ओछ्याउनु पर्ने हुन्छ। एन्ड हेर्नु सक्नुहुन्छ यहाँ यस्तो फर्निचरहरू राखेको छ, धेरै अब यो खेल्ने ठाउँहरू हो। फर्निचर राखेको छ, यहीँ छ झाडुहरू। अब यहाँ एकछिनतिर गोरुहरू अनि अरूहरू आउँछ 2-3जना, त्यतिजना मात्र छन् आजकल ट्रेनिङ गर्ने। अनि त्यतिजना आउँछ अनि यहाँ बडाल कुराल गरेर एकदम चटाकचटिक पार्नु होइन। अनि यहाँ म्याट ओछ्याउनु आँटेको। हाम्रो चाहिँ म्याट चाहिँ 7x7 को छ भनेपछि 7 त 49 पिस छ। 1-2वटा बढी होला, त्यसले केही पनि हुँदैन होइन। 49 पिसेसहरू चाहिँ हामीले यहाँ ओछ्याउनु पर्ने हुन्छ गुरुहरू अनि अरू आएपछि होइन। यहाँ त्यति धेरै जुनियरहरू आउँदैन, सानोहरू। त्यही भएर गाइज होइन, तपाईँहरूलाई कराटे खेल्नु मन छ भने यहाँ आएर सिक्दा हुन्छ होइन गाइज। त्यो नजिकै पनि छ झर्नाई अनि यो यता जम्मुमा यताउतिहरूको आएर सिक्दा हुन्छ होइन। किनभने यहाँ भनौँ न हुन्छ ऊ छैन होइन, प्लेयर छैन, तर गाइड होइन जति सक्दो राम्रो सिकाइ हुन्छ। अरूमा नि हुन्छ हुनु चाहिँ, तर यहाँ चाहिँ अब बुझ्नु न होइन, साथीहरू पनि हुँदैन होइन मेरो। एन्ड सबै केटी साथीहरू मात्र धेरै, अनि 2-3जना केटाहरू छ, त्यो पनि फुचाफुचीहरू केही पनि आउँदैन होइन। सो त्यो र तपाईँहरूलाई आउनु मन लाग्छ भने यहाँ आउँदा हुन्छ है। यतानिर रहेछ कुर्सीहरू बस्ने ठाउँ झ्याल। आज चाहिँ होइन यो एकदम राम्रो मौसम छ क्या गाइस, एकदम हावा चाहिँ चलिरहेछ, घाम लागे पनि। एन्ड यहाँ देख्न सक्नुहुन्छ यहाँ चार्जर लगाउन सकिन्छ होइन। मैले चाहिँ चार्जर जहिले बोकेरै आउँछु क्या, किनभने अब मोबाइलमा ब्याट्रीहरू हेरिराख्नुपर्छ नि त होइन। एन्ड यहाँबाट हेर्नु सक्नुहुन्छ गाइज होइन भ्युज। के भन्नु गाइज तपाईँहरूलाई, अब हावा एकदम बब्बालको चलेको छ होइन। यस्तो खालको छ होइन गाइज, बब्बाल गरिरहेको छ हो। एन्ड गाइज म चाहिँ किन एक्लै बनाउँछ भने होइन गाइज भिडियो, मलाई गाइज एक्लै बनाउनु मन लाग्छ क्या जहिले पनि। एकदम शान्त भएको ठाउँमा मलाई कोही आइहाल्यो भने नि दिमाग खराब हुन्छ। बरु सानोहरू आउँछ होइन, तिनीहरूको अगाडि बनाइन्छ, ठुल्ठुलोहरूको अगाडि मलाई किन बनाउनु मन लाग्दैन क्या ठुलोहरूको अगाडि। सो म जहिले एक्लै भएको बेला कि त सानो भाइ बहिनीहरू भएको बेला मात्र बनाउँछु। भाइ बहिनीहरू पनि कस्तो हुन्छ भने जो चाहिँ मलाई सपोर्ट गर्छ नि हो त्यस्तो होला मात्र क्या।
अब सपोर्ट नगर्ने वाचमा नगर्नेलाई त के गर्ने होइन गाइस। एन्ड एउटा कुरा मैले भन्नु बिर्सिरहेको छु अनि तपाईँहरूले गर्नु बिर्सिराख्नुपर्छ गाइस। मेरो च्यानलमा गएर लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु नभुल्नु होला होइन। यो चाहिँ कहिले पनि नभुल्नु होला है गाइस, किनभने म एकदम होइन मलाई पनि के भन्नु एकदम दुःख लाग्छ गाइस, दुःख लाग्छ। यत्रो मेहनत गरेर बनाइन्छ, लाइक कमेन्ट भ्युज आउँदैन, सो एकदम हुन्छ क्या, बुझ्नु न है।